सम्पूर्णमा हार्दिक नमस्कार। म कविराज भण्डारी। स्वागत छ यहाँलाई यस नयाँ यात्रा फेसबुक पेजमा। म आज निकै नै रमाइलो भिडियो लिएर आएको छु र यो भिडियो एकदमै महत्त्वपूर्ण खालको भिडियो पनि छ। नेपालगञ्जको बागेश्वरी मन्दिर जो निकै सुन्दर र ऐतिहासिक दृष्टिकोणले विश्वभर प्रख्यात रहेको छ। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत विश्वभर फैलिएका भक्त श्रद्धालुले टाढैबाट बागेश्वरी माताको दर्शन गरिरहेका छन्। यदि तपाईँ पनि टाढा हुनुहुन्छ भने बागेश्वरी माताको दर्शन गर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गएर जय बागेश्वरी माता लेख्न भने नभुल्नुहोला। हिन्दू धर्मावलम्बीहरूका अनुसार यस मन्दिरमा भित्री मनबाट जे पुकार गरिन्छ त्यो कामना पुरा हुन्छ भन्ने विश्वास रहेको छ। जसरी भौतिक दृष्टिकोणले हेर्दा यो मन्दिर निकै सुन्दर र आकर्षक देखिन्छ, त्यसैगरी यस मन्दिरको इतिहास पनि निकै नै लामो र रोचक रहेको छ। के तपाईँ यसको इतिहास हेर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोला। जब पत्नी सतीदेवी माताको लासलाई पति महादेवले बोकी विश्वभर भौतारिने क्रममा माता सतीदेवीको जिब्रो नेपालगञ्जको एक स्थानमा पतन हुन पुग्छ, जुन स्थान एक पीठ भन्छ। हर कसैको जिब्रोबाट बाढी उत्पन्न हुने हुँदा यस पीठलाई बागेश्वरी नामाकरण गरियो। जहाँ जहाँ देवीका अङ्ग पतन भए त्यही देवीका नाममा पवित्र मन्दिर स्थापना भए। जसरी यस मन्दिरको नामाकरण बागेश्वरी नामले गरियो। यसैगरी अरू कुनै पवित्र स्थलको बारेमा पनि जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गएर मन्दिरको नाम भने लेख्न नभुल्नुहोला, जसको म पुरा भिडियो बनाएर उसको इतिहाससहित जानकारी दिलाउने प्रयास गर्नेछु। यसको पुरा इतिहास भने स्वस्तानी कथामा रहेको छ, जसमा पढेको कुरा हजुरलाई सेयर गर्नेछु। हस्त धन्यवाद।